हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ सुरुवात हुँदैछ हाम्रो दिदीको घरबाट। अनि यहाँ चाहिँ बिहानै 3 बजी भन्दा पनि 3-4 बजी उठ्यो, बिहान 3-4 बजी उठ्यो। अनि त्यसपछि यसो लोड गर्न भनेर बडा लोड गर्न भनेर आइयो। अनि बिहान पढ्यो, अनि काम सकेपछि खाना चियासा खाइयो। चियासा खाएपछि अनि हल्का राइडमा गइदिएको थिएँ कि दादाको बाइक रहेछ काम गर्ने, पल्सर बाइक थियो। अनि ठिकै थियो अनि अफ अन नगरिकन पड्किँदो रहेछ नि त। खतरा पड्क्यो, मजा आयो जस्तो तपाईँलाई देखाउन चाहिँ पाइनँ। अनि दिदीको घर चाहिँ त्यस्तै छ। अनि हल्का आफू चाहिँ बाहिर बसेको छु। अब खाना खानु दिदीले बोलाउनु हुँदैछ। अब जानै पऱ्यो नि त, दिदीकोमा आएर चाहिँ खानु पऱ्यो, नखाने कुरै हुँदैन। यो चाहिँ दादाको घरको बाइक, यो चाहिँ लानुभएको छैन। अनि मेरो साइकल चाहिँ अर्को छ, तपाईँलाई देखाएको थिइनँ नि त। अब साइकल यता छ, आफू चाहिँ यस्तो घरको मिलबाट आइयो नि त। मिलबाट आएर यस्तै भएर बसेको छ, हल्का झट्टै त्यही भएर बसेको छ, ठिकै छ। अनि हाम्रो चाहिँ बाटो बनाउने कुरो थियो, अनि तपाईँलाई अस्ति देखाइहालेँ। अब उतापट्टि कालिस्तानतिर चाहिँ ब्रिज बनाउँदैछ, हाम्रोतिर चाहिँ कहिले हाल्छ। अनि हालेपछि तपाईँहरूलाई त्यो भ्लग पनि देखाउँछु, अनि प्रोग्रामको भ्लग देखाउँछु भन्दै थिएँ। तपाईँहरूलाई बिर्सेछु नि त, म चाहिँ लान चाहिँ गएको थिएँ। अनि भ्लग बनाउनै बिर्सेछु, साथीहरूसँग बस्दा गरेर भ्लग बनाउनै बिर्सेँ नि त। अब हल्का साथीहरूले खिचेका छन् त्यो भिडियो, तपाईँहरूलाई म देखाउँछु। अब खाना बोलाउनु हुँदैछ। आजको भ्लग चाहिँ एन्ड गर्न जाँदैछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई गाइज।